गर्नुपर्नेछ। अरे गुरुदेव, यता यता हेर्नुहोस् न, अहिलेसम्म जीवनमा नदेखेको यति सुन्दर ब्राह्मण मेरो यी स्थलमा आएर भिक्षाम दिइरहेछ। यिनलाई केही न केही नदिई म कसरी पठाउन सक्छु? यज्ञ त पूर्ण गर्दै गरौँला गुरुदेव। तर छिटो गर, विलम्ब हुँदैछ। भोलि छिटो आऊ। अरे गुरुदेव, म यी बटुक ब्राह्मणलाई केही छिन धैर्य गर्नुहोस् भनेर सम्झाएर आइहाल्छु। हे राजन, हजुर उता यज्ञमा हजुरलाई विलम्ब भएको जस्तो छ। हजुर जानुहोस्, यज्ञ सम्पन्न गर्नुहोस्, म पनि आफ्नो बाटो लाग्छु राजन। अरे बटुक ब्राह्मण, मैले भनिसकेँ कि अहिलेसम्म बलि राजाले कसैलाई आफ्नो द्वारबाट रित्तै हात पठाएको छैन भने अहिलेसम्म कसैलाई रित्तो हात नपठाउने बलिले हजुरलाई यस्तो शुभ क्षणमा आउनुभएको बटुक ब्राह्मणलाई कसरी रित्तै हात पठाउला? अरे बटुक ब्राह्मण, हजुर केही क्षण धैर्य गर्नुहोस्। हे बलि, मैले भन्दैछु त, तिमी विलम्ब गर्दैछौ भने, तिमी साँच्चीकै विलम्ब गर्छौ भने म यज्ञबाट उठेर जानेछु। अरे गुरुदेव, त्यसो भनेर हुँदैन। यता हेर्नुहोस् न, यी बटुक ब्राह्मण केही न केही नदी मैले कसरी पठाउन सक्छु? हेर्नुहोस् न, साक्षात् भगवान स्तुति यति सुन्दर बटुक ब्राह्मणलाई कसरी पठाउँ? केही भिक्षा माग्न आएका दिएर पठाउला। हेर भने जसरी हुन्छ जे हुन्छ, यी बटुक ब्राह्मणलाई विदाय गरिहाल। यता यज्ञ विलम्ब हुँदैछ, तसर्थ तिमी छिटो भन्दा छिटो यो यज्ञ सम्पन्न गर्नतर्फ लाग। अरे बटुक ब्राह्मण, ल म यज्ञ सम्पन्न गरेर आउँछु भन्दा हजुरलाई ढिलो भएको छ भन्नुहुन्छ। हजुरलाई ल भन्नुहोस्, हजुरले भिक्षाटन गर्न आउनुभएको केही न केही नलिई त जानै पर्छ। भन्नुहोस्, निसङ्कोच माग्नुहोस्, हजुरले के चिज लिन चाहनुहुन्छ? हे राजन, मैले भनिसकेँ त, हजुरको यो सयौं यज्ञको दर्शन गर्न पाएँ, यसैमा म अभाग्य मान्छु। तर राजन, मलाई कुनै पनि केही चाहिँदैन। बस हजुरको यो यज्ञको दर्शन गर्न पाएँ, त्यसैमा म खुसी भएर फर्किनेछु राजन। अरे बटुक ब्राह्मण, ठिक छ, हजुरलाई भन्नलाई सङ्कोच लाग्यो। यदि हजुरलाई घरजम गरेर बस्न मन छ भने हजुरले निसङ्कोच रोज्न सक्नुहुन्छ। रोज्नुहोस्, हजुरकै सुहाउँदो एकजना कन्या खोजेर हजुरको गृहस्थी जीवनको सुरुवात गरिदिन पनि म तयार छु। हुँदैन राजन। उसो भए ल ठिक छ, हजुर बलिको यज्ञ स्थलमा आइसकेपछि माग्नुहोस्, निसङ्कोच माग्नुहोस्। हजुरलाई के चाहियो? सुन, चाँदी, हिरा, मोती, धन दौलत, सिङ्गो राज्य के चाहियो? माग्न सक्नुहुन्छ बटुक ब्राह्मण। हे राजा, म यति सानो बटुक, हजुरको यो धन सम्पत्ति दौलत अझ भन्दै हुनुहुन्छ राज, यो राज्य लगेर मैले सम्मान गर्न सक्छु होला त राजन, परन्तु मलाई केही पनि चाहिँदैन राजन। अरे बटुक ब्राह्मण, हजुर यज्ञ स्थलमा राजा बलिको समीपमा आइसकेपछि हेरुत्तै फर्किन बलि राजालाई मनले माग्दैन। निसङ्कोच माग्नुहोस्, हजुरले जे चाहनुहुन्छ त्यो माग्नुहोस्। हे राजा, ठिक छ, हजुरले धेरै अनुरोध गर्नुभयो, धेरै बिन्ती बिसाउनुभयो, ठिक छ। यदि हजुरले दिनु नै हुन्छ भने यी मेरा साना पाउले नापेर 3 पाउ जमिन दिनुहोस् राजा। अरे बटुक ब्राह्मण, हजुर पनि ठट्टा गर्दै राजा बलिको यज्ञ स्थलमा आउनुभएको छ। अहिलेसम्म राजा बलिसँग कसले के लिएर गए? राजा बलि आफ्नो खजान्जीमा जे छ, आफ्नो धनसारमा जे छ, सबै रीतिदासम्म पनि दान गर्न चाहने महादान राजा। उसको समीपमा आएर हजुरले भन्दै हुनुहुन्छ कि 2 पद भूमि, 3 पद भूमि, यी साना पाउले नापेर 3 पद भूमि दिएर हजुरले के गर्नुहुन्छ?
चाहनुहुन्छ भने मैले त भनिसकेँ, सिङ्गो राज्य दिन तयार छु। राजा भने, तर ठिक छ बटुक ब्राह्मण, म मेरा गुरुदेवसँग सरसल्लाह गरेर हजुरले मागेको दान उपलब्ध गराउनका लागि तयार हुन्छु। अवश्य राजा। अरे गुरुवर, बलि भन। बटुक ब्राह्मणले भन्दैछन् कि मात्र 3 पद भूमिको माग छ उसको। राजा बलिको आगमनमा आएर, राजा बलिको यज्ञस्थलमा आएर उनले जम्मा 3 पद भूमि माग्दैछ। म उनलाई 3 पद भूमि दिने इच्छा राख्दैछु। के छ गुरुदेव, हजुरको राय सल्लाहका लागि म आएको छु। अरे बलि, यी बटुक ब्राह्मणले 3 पाउ भूमि माग्दैछन्। हेर बलि, पक्कै पनि यसमा कुनै न कुनै कुरा त लुटेको छ। एकछिन पर्ख, म आफ्नो ध्यान दृष्टिबाट हेर्नेछु। त्यसपश्चात तिमीलाई म बताउने छु कि यहाँ के हुँदैछ भने। एकैछिन कुरा। ल ठिक छ गुरुदेव। अरे बलि, हेर बलि, अनर्थ हुँदैछ। अरे गुरुदेव, के भन्दै हुनुहुन्छ हजुर? हेर बलि, जुन यी बटुक ब्राह्मण, तिमीले बटुक ब्राह्मण सम्झेर 3 पाउ भूमि दान गर्दैछु भन्छौ नि, यिनी कुनै बटुक ब्राह्मण होइनन् बलि। यिनी त स्वयं साक्षात् नारायण भगवान बटुक ब्राह्मण स्वरूप लिएर यहाँ आएका छन्। अरे गुरुदेव, ठिक छ, मैले त मेरा यी आँखाले हेर्दै गर्दा एउटा सानो बटुक ब्राह्मण देख्दैछु। तर पनि झन् साक्षात् नारायण यदि मेरो यज्ञस्थलमा भिक्षाम देही भन्दै आएका छन् भने त योभन्दा सुनमा सुगन्धहरू के हुन सक्दछ? म त झन् अब नदी, उनलाई भिक्षा नदी त अब म पठाउँदैन बटुक। अरे बलि, तिमीले यो कस्तो कुरा गर्दैछौ? तिम्रो सर्वस्व लुटिँदैछ। तिम्रो सम्पूर्ण यी धन दौलत राज्य सम्पूर्ण लुटिँदैछ। त्यसमा पनि तिमी खुसी हुँदैछौ? अरे हेर, एउटा गुरुको नाताले सम्झाउँदैछु कि तिमीलाई अझै पनि समय छ। यो 3 पाउ भूमि दान गर्नेतिर नलाग बलि। अरे गुरुदेव, मैले मेरो मनले चाहिसके कि मैले उनलाई भिक्षा दिएरै पठाउनुपर्छ भनेर। अनि मनले सोचेको कुरा त्यो पनि सयौं असुमेक थियो। अब यो अन्तिम असुमेक थियो। यस्तो अवसरमा मैले भिक्षा नदी एउटा बटुक ब्राह्मणलाई भिक्षा दिनुपर्छ भनेर हजुरले नै अघि भन्नुभएको। अरे म कसरी उनलाई रित्तै फर्काउन सक्छु? हेर बलि, तिमीले एउटा गुरुको कुरालाई नकार्छौ भने तिम्रो सर्वस्व लुटिएको म हेर्न सक्दिनँ। त्यसैले म यो यज्ञ छोडेर जाँदैछु। तिमी जसरी गर्छौ, जे गर्छौ, यो यज्ञलाई पूर्ण गर। म चाहिँ गएँ। अरे गुरुदेव, राजन, बटुक ब्राह्मण, है राजन, मलाई विलम्ब भइसक्यो राजन। त्यसैले खोइ मलाई 3 पाउ भूमि दान गर्छु भनेको यथाशीघ्र गर्नुहोस् राजन। हे बटुक ब्राह्मण, ल ठिक छ, मैले हजुरलाई दान गर्छु। मैले हजुरले चाहेको भिक्षा दिन्छु भनेर मनदेखि सङ्कल्प गरिसकेको छु। ल ठिक छ विद्यावली, आऊ हामी 3 पाउ भूमिको लागि सङ्कल्प गर्नका लागि तयार हौ। आऊ। यसरी अहिले विन्ध्यावलीले पानी हाल्ने अनि बलिराजाले त्यस प्रकारबाट जौतिन दिने अनि सङ्कल्प चल्दै थियो। हरि ओम तत्सत ओम तत्सत ओम तत्सत ओम तत्सत ओम। ओहो विन्ध्यावली, करुवाको ढुकीबाट त पानी आएन। हातमा पानी नभइकन सङ्कल्प गर्दा सङ्कल्प पूर्ण हुँदैन। के अड्केछ यसो हेर त। विद्यावली, यो बरुवाबाट पानी
हुन्छ जाऊ जाऊ सानो कुसको टुक्रा लिएर आऊ त यो टिटीमा के अड्किएको छ खोली हेरौँ ल विद्यावली तिमी खोल विन्द्यावली अब त्यति भइसकेपछि विन्द्यावलीले के अड्केछ भनेर आफैले एउटा कुसको टुक्रा हातमा लिएर यस करुवाको टुटीमा घुस्दिएकी मात्रै थिइन्। त्यही बेलामा शुक्राचार्यले तिमीले यो अनर्थ गर्दैछौ। के भयो रवि एउटा गुरुको नाताले तिम्रो सर्वस्व लुटिँदैछ भन्ने थाहा पाएर तिम्रो धन दौलत सम्पत्ति सबै बचाउनको लागि स्वयं यी मेरा आँखा लगेर मैले त्यो करुवाको टोटीमा पानी रोकिएको थिएँ। तर विन्द्यावलीले यी मेरा आँखा नै फुटाइदिए। हे विन्द्यावली, तिमीहरूको सर्वस्व लुटिनेछ, सत्यानाश हुनेछ, तिमीहरू पातालमा गएर घसिनु पर्नेछ है। यो मेरो श्राप भयो तिमीहरूलाई। यसरी अरे गुरुदेव विद्यावली ल जाऊ हामी आफ्नो दृढ सङ्कल्पलाई पछि हट्नु हुँदैन। अब सङ्कल्प गर्दै जाउँ भनेर सङ्कल्प गर्दै 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 जानुभयो। हरि ओम तत्सत ओम तत्सत ओम तत्सत ओम।